सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 26 मिनी भ्लगमा। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि आज चाहिँ मैले बनाउन लगाएको अन्डा करी र म चाहिँ आज सादा सिम्पल रेसिपी दिन लगाएको। अनि सबभन्दा पहिला चाहिँ मैले यो अन्डा अनि आलु पनि बोइल गरेर राखिसकेको थिएँ। अन्डा चाहिँ अलि धेरै नै पाकेछ अनि फुटिरहेको थियो। अनि अन्डालाई छेद पार्नुपर्छ क्या, किनभने पड्किन्छ नि त फ्राई गर्दाखेरि। अनि त्यसपछि म लागेँ आलु म्यास गर्नतर्फ। अनि आलुलाई म्यास गरेर यसमा चाहिँ मैले के हालेँ देख्न सक्नुहुन्छ। प्याज, टमाटर, खुर्सानीहरू सबै हालेर मैले एकदम फ्राई गरेको छु। यसमा मसलाहरू हालेर यत्तिकै भुटेर चाहिँ यसमा चाहिँ अब यो आलु हाल्नु पर्ने हुन्छ। मेरो चाहिँ सादा रेसिपी हो, हजुरहरू कसरी बनाउनुहुन्छ मलाई पनि रेसिपी सेयर गर्नु होला। म चाहिँ यसरी नै बनाउँछु। हामी चाहिँ घरमा खाना धेरै छैनौँ नि त, त्यसैले मैले थोरै पानी हालेको। ग्रेभी जति चाहिन्छ हजुरहरूले त्यति हाल्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ यो उम्लिसकेपछि अन्डा फ्राई गरेर राखेको थिएँ त्यो पनि हालिदिनुपर्छ। अनि त्यसपछि चाहिँ हरियो धनिया हालेर पनि यो एकदम रेडी भइसकेको छ। यति राम्रो देखिरहेको छ, हेर्नुहोस् होइन। यसरी ट्राई गर्नु होला एकपटक, मलाई पनि भन्नु होला। अनि तरकारी पाकिसक्यो अनि त्यसपछि चाहिँ मैले यता भात पनि बसालिदिएँ र मेरो बुढा आइसकेपछि मेरो खाना पनि रेडी भयो। खानामा चाहिँ यस्तो दामी देखिरहेको छ। अनि म चाहिँ खाना स्टार्ट गरेँ। एकदम धेरै मिठो भइरहेको थियो। मेरो बुढाले जिस्काइराख्नु भएको थियो। एकदम धेरै मिठो छ, यसरी ट्राई गर्नु होला। सो आजलाई मेरो भ्लग यति नै। फेरि भेटौँ अर्को भिडियोमा, त्यससम्मको लागि बाई बाई।